एकैछिन यो कुन कम्पनीको यस्तो राम्रो स्कुटर हो? यो इजिगोको गोरेटो भन्ने मोडल हो। यसमा डबल डिस्क ब्रेक छ, एलईडी मिटर छ, हेडलाइट बबाल छ। अनि यो यसको प्राइस 1,50,000 पर्छ। एकचोटि फुल चार्ज गर्यो भने 120 देखि 130 किलोमिटर चल्छ। बाबु हेर्लाई एकदम सुहाउने हो। यो के फोल्डेबल सिट हो? यो फोल्डेबल सिट हो। यो सामान हाल्न मिल्ने। त्यो सामान हाल्दाखेरि यसो गर्न पर्यो, अनि मान्छे बस्दाखेरि यसो गर्न पर्यो। यो चाहिँ आफ्नो कम्फर्टको लागि कि हटाउन नि मिल्छ? त्यो पछाडिको पछाडिको स्ट्यान्ड हटाउन नि मिल्छ। यसलाई यहाँ भित्र लुकाउन मिल्ने ठाउँ छ। ल हिँड्दाखेरि यो लुकाउन मिल्यो। बाबु यसलाई हुने ट्याक्क डट टायर भएको, एकदम अगाडि पछाडि डिस्क ब्रेक भएको बबाल छ। यसमा पाइडल चलाउन मिल्छ। यसमा पाइडल मजाले एकदम आरामसँग चलाउन मिल्छ। दुईजना साइडहरू मिल्यो, घुम्न जान मिल्यो, मजाले मिल्यो। तैँले सिट माथि गर्न मिल्छ। त्यो म टेस्ट गरौँ त? ल टेस्ट गर। यो सिट पनि अल्को बनाउन मिल्छ यसरी। बाबु जस्तो अल्को मान्छेलाई ल 2 मिनटमा सिट। ल बस त। यो त ठ्याक्कै मलाई हुने खाले भयो त। बबाल आएको छ। ल हजुर पनि आउनु लिन चितवन इलेक्ट्रिक बाइकमा। एकदम सुपथ मूल्यमा आएको छ। मलाई त यो मन पर्यो। ल जाम न त यसको बारेमा अझै डिटेलमा लिन। र म अहिले लिन तयार छु। ल म बिल काटेर पठाउँछु।